आजको यस पुस्तक विमोचन कार्यक्रमका अध्यक्ष महोदय, यसमा छिन् विशिष्ट अतिथिज्यू, विशेष अतिथिज्यूहरू, यस पुस्तकका लेखक गोपाल कृष्ण शिवाकोटेज्यू, पत्रकार मित्रहरू लगायत उपस्थित सम्पूर्णमा म आजको यस कार्यक्रमको प्रमुख अतिथि तारानाथ चौनायको न्यानो अभिवादन। सर्वप्रथम त पुस्तक विमोचन जस्तो अत्यन्तै गरिमामय कार्यक्रममा मलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गर्नुभएकोमा आयोजक संस्थालाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। त्यस्तै आफ्नो एउटा रचना तयार गरेर हामी यतिजना यस्तो कार्यक्रम गर्ने अवसर जुराउने लेखक गोपाल कृष्ण शिवाकोटेज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु। म यो पुस्तक विमोचन कार्यक्रम भएको हुनाले अलिकति केही अब पुस्तकको बारेमा त चर्चा हुने नै छ, फेरि पनि केही ओझेल परेका कुराहरूलाई पनि प्रकाश पार्न चाहे। पुस्तक एउटा कृति भन्ने कुरा यतिकै तयार भएको हुँदैन, त्यसमा लेखकको लामो खोज अनुसन्धान अहोरात्र प्रयास लुकेको हुन्छ। जसरी एउटा बिरुवा फल लागेपछि मात्रै आकर्षण हुन्छ अथवा देखिन्छ, तर बिरुवा रोपेदेखि फल लागुन्जेलसम्मको स्टेजलाई ओझेल परेको हुन्छ, त्यसरी नै लेखकको सङ्घर्ष खोज निरन्तरको प्रयासलाई चाहिँ हामीहरूले अहिलेको समाजमा अलिकति ओझेलमा पारेको अथवा त्यत्रो ठुलो महत्त्व दिइराखेको हुँदैन। तर म पुस्तक प्रेमी पनि भएको हुनाले यो लेखकको एउटा प्रयासलाई चाहिँ म सम्मान गर्न चाहन्छु। आज हामीले विमोचन गर्दै गरेको पुस्तक प्रतिनिधि विचारमूलक व्यवस्था क्रमशः युगी नागरिक तन्त्रीय मानवतावाद भन्ने पुस्तकका माध्यमबाट लेखकले विशेषतः अहिलेसम्म विश्वमा चल्दै आएका राज्य व्यवस्थाहरू नामले जे भए पनि कार्यगत रूपमा व्यक्ति प्रतिनिधि वा नेतावादी शैली छ, जुन समय सापेक्ष लामो समय टिकिरहन सकेको छैन। गर्ने भने हनुमान पगरी रुप्ने ढेडु भने चाहिँ जनतालाई समानताको हम छरेर शासन टिकाइरहन खोजेको देखिन्छ, जसले गर्दा केही समय अगाडि आफैले लडेर सङ्घर्ष गरेर ल्याएको व्यवस्थाको विरुद्ध आफै जनताहरू उत्रिरहेका छन्। जनताहरू पनि कस्तुरीले चाहिँ आफ्नो विचारको वीणाको पहिचान गर्न नसकेर कुण्ठी बनिरहेका छन्। यस्तो विवादित व्यवस्थालाई शान्तिपूर्ण विधायी गर्न लेखकले विचार प्रतिनिधि हुने व्यवस्थाबाट सम्भव रहेको कुरा यो पुस्तकका माध्यमबाट अगाडि सारेको देखिन्छ। विचार प्रतिनिधिमूलक व्यवस्था भन्नु यस्तो व्यवस्था हो जसमा कुनै पनि नागरिकले आफ्नो विचारहरू राख्न पाउने र राम्रो भए अनुमोदन हुने व्यवस्था गरिएको छ। यो चाहिँ पुस्तकको वास्तविक एउटा पुस्तकले अगाडि सारेको विचार भयो भने अब विशेषतः यो पुस्तकको अध्ययनबाट यो सिद्धान्त एकातिर छँदैछ। समग्रमा हामी के बुझ्न सक्छौँ भने कतिपय व्यवस्था कुनै पनि क्षेत्र काम घटना हाम्रो चलन के छ, समस्या देखाइदिने, समस्या देखाउन सबैलाई आउँछ हजुर, तर समाधानको बाटो समस्याको कारण पत्ता लगाई समाधानका उपायहरू खोज्ने चाहिँ हाम्रो बानी छैन। त्यसको लागि अध्ययन चिन्तन सोच चाहिन्छ। समस्या मात्रै देखाउने होइन हजुर, समाधानको उपाय पनि खोज्ने बानीको विकास गर्न सक्नुपर्छ। तब मात्र हामीले एउटा समृद्ध मुलुकको समाजको कल्पना गर्न सक्छौँ भन्ने कुरा पनि बताउँछ। कुनै पनि कृति कति सफल रह्यो, कति स्पेसल छ भन्ने कुरा लेखन शैलीले पनि फरक पार्दछ। यसमा लेखकले आफ्नो लेखन शैलीको माध्यमबाट दर्शकलाई बाँध्न सफल हुनुभएको छ। अब समयलाई ख्याल गर्दै म हजुरहरूको धेरै समय लिन चाहन्न। आगामी दिनहरूमा पनि यस्ता कृति विमोचन गर्न पाउने सौभाग्य लेखक तथा प्रकाशकले जुराउनु हुनेछ। लेखकलाई हौसला प्रदान गर्दै यस्तो विचार र कृतिहरूलाई धेरैभन्दा धेरै माझ पुर्याउन र हजुरहरू सबैलाई यस्ता विचारहरू जसले समाज परिवर्तन गर्न सक्छन्, जसले समृद्ध मुलुकको कल्पना गर्छन्, चिन्तन मनन गर्नुहुन र यस्ता कार्यक्रमहरूमा म आफ्नो
भूमिका र सहयोग अहरात्र गर्ने प्रतिबद्धताका साथ आफ्नो मन्तव्य यहीँ अन्त गर्दछु। धन्यवाद।